सम्पूर्णलाई ताजा जयमसी। म बेन्जामिन सुनवास सेवकको तर्फबाट म तपाईहरुको बीचमा केही धरानको श्रम संस्कृति पार्कको दृश्यलाई देखाउन गइरहेको छु। तपाईले यो भिडियोलाई निरन्तर हेरिदिनु होला। म तपाईलाई यो डाँडाबाट केही दृश्य देखाउँदै छु। हामी केही भिडियो मार्फत तपाईलाई जुम गरिकन देखाउँदै छु। त्यहाँ पानीको झरना छ, अनि त्यहाँ हामीले देख्न सक्छ पुलहरु छ इत्यादि। घुम्ने जग्गामा तपाईलाई मैले देखाउन खोज्दै छु। यो भिडियो निरन्तर हेरिदिनु होला। हामी केही दृश्य देखाउने छु, तपाईलाई निरन्तर भिडियो देखाउँदै छु। यो चाहिँ एकदम अर्ग्यानिक पिउने पानी हो है। अनि यो चाहिँ काउन्टर छ, तपाईले देख्न सक्नुहुन्छ। मात्र यहाँ प्रवेश शुल्क रु 20 रुपैयाँ लाग्छ है। आज एकदम घुइँचो छ, तपाईले देख्न सक्नुहुन्छ भित्र है। अनि श्रम संस्कृति पार्कको तपाईले मेन गेटलाई तपाईले देख्न सक्नुहुन्छ। यो चाहिँ श्रम संस्कृति पार्क हो है। अनि तपाईले देख्न सक्नुहुन्छ सुन्दर छ यो पार्क चाहिँ हेर्नुमा। यहाँ चाहिँ गाइनेहरूले एकदम सुमधुर आवाजमा गीतलाई गाउँदै पनि हुनुहुन्छ है। यहाँ आउने पर्यटकहरूलाई उहाँहरूले गीत गाइकन एकदम मनोरञ्जन गराउँदै हुनुहुन्छ। तपाईले देख्न सक्नुहुन्छ यो दृश्य अति सुन्दर छ, निरन्तर हेरिरहनु होला। यहाँ चाहिँ हरियो वन नेपालको धन भन्ने प्रकृति तपाईले देख्न सक्नुहुन्छ है। अति सुन्दर फुल छ, तपाईलाई म निरन्तर देखाइ नै रहनेछु। यहाँ चाहिँ तपाईहरुले आरा धरान फोटो स्टुडियो देख्नुहुन्छ। यहाँ चाहिँ इमर्जेन्सी फोटोहरु खिचिकन उहाँहरूले फ्रेममा पनि फिट गरिकन दिनुहुन्छ है। यो चाहिँ मेन गेट हो, अति सुन्दर छ, तपाईले देख्न सक्नुहुन्छ। मेरो साथमा भाइ आमोस पनि हुनुहुन्छ है, तपाईले देख्दै हुनुहुन्छ भाइ आमोस। अनि म चाहिँ आज श्रम संस्कृति पार्कमा भिजिट गर्न आएको छु। भाइ यता हेरिदेऊ। हेलो ल, तपाईले निरन्तर यो भिडियोलाई हेर्नु होला। अति सुन्दर छ धरान। तपाईले देख्न सक्नुहुन्छ डिएचआरएन धरान। यहाँ आज एकदम भिडभाड छ है। आजको दृश्य तपाईले देख्न सक्नुहुन्छ। यहाँ चाहिँ श्रम संस्कृति पार्कको यो खाजा, चिया पानी, चिसो तातो लिने जग्गा पनि हो है। अनि यहाँ तपाईलाई मैले नयाँ जग्गा देखाउन खोज्दै छु। श्रम संस्कृति पार्कमा नयाँ पार्क प्लस पोइन्ट हुँदै रहेछ है। यो ठाउँ चाहिँ